एक त हामी तिनटै जेठा पर्यो तिनटै जेठा पर्यो त्यो कुरा कति भिजामा आउनु भयो होइन म चाहिँ 3.5 वर्ष भयो युके आएको अनि म चाहिँ फर्स्टमा स्टुडेन्टमा आएको क्या त्यो मलाई स्टुडेन्टको पीडा मलाई थाहा के दाइ हुन्छ नि म जब भर्खर स्टुडेन्टमा आएको थिएँ होइन मलाई रेस्टुरेन्ट हुन्छ रेस्टुरेन्ट हुन्छ सबै होइन रेस्टुरेन्ट अफिस सबैहरू मलाई लिटरली हुन्छ सबैको डुवर टु डुवर गएर काम छ भनेर सोध्दै हिँड्थेँ कि मलाई त्यसो डुवर टु डुवर गएर कति सोध्दै हिँडेँ होइन कति ठाउँमा गयो पुरा सिभी पनि प्रिन्ट गरेर सिभी लिएर गएर छोड्दै आफ्नो फोन नम्बर टिपाएर छोड्दै त्यसरी हिँडेको दाइ मैले क्या होइन नेपालबाट कहिले विदेश जाम भन्ने हुन्छ होइन सबैलाई कहिले विदेश जाम भन्ने हुन्छ म पनि एकदम कहिले चाहिँ भिजा लाग्दा र कहिले उडाउँला भन्ने थियो होइन मनमा होइन अब यहाँ झरिसकेपछि हिथ्रो एयरपोर्टमा झरिसकेपछि ल आइयो है अब चाहिँ केही हुन्छ कि भन्ने चाहिँ मनमा एउटा कौतूहलता हुन्छ सबै काम गर्नु पाएको त बिहानको उबर गरिदिनु भयो जस्टिस गरिदिनु भयो जे पनि भयो गाडीको लाइसेन्स भएपछि जे गरिदिनु भयो सट्ट गयो काम गर्यो एजेन्टहरू खोज्दाखेरि उनीहरूले कस्ट लेटर दिन्छ कस्ट लेटर चाहिँ अलिकति जेन्युन हो कि होइन भनेर युकेको साइटमा हेर्न मिल्छ युकेको साइटबाट हेर्नु कम्पनी जेन्युन हो कि होइन कम्पनी अन्त ग्रिन लिफ भन्ने दाइको बुटलमा राम्रै रेस्टुरेन्ट थियो दाइको पनि आफ्नो कुन ठाउँबाट मेरो एउटा सैनमा एउटा बुटलमा दाइको 2टा रेस्टुरेन्ट थियो 2टा रेस्टुरेन्ट अहिले भएको मान्छेहरू अहिले यहाँ हुनुहुन्छ होइन र तपाईँहरूको अब एक्सपिरियन्स यस्तो हो सकेसम्म चलाउनु अब के पेपर बनाएन पेपर केही बनाएन दाइ जे हो त्यही होइन अब आज हाम्रो पोडकास्ट सुन्दै नर्भस हो क्या होइन ल आज हाम्रो चाहिँ अब यो पोडकास्ट नभनु अलिक बिल्ला हुन्छ पोडकास्ट चाहिँ होइन तर जस्ट हाम्रो लाइक हुन्छ नि युकेको एक्सपिरियन्स हामी दाइहरू मेरो एक्सपिरियन्सको बारेमा चाहिँ हामी भिडियो बनाउनु लाग्यो सो अब नेपालबाट अरू आउने मान्छे नेपालबाट आइसकेको मान्छेहरूलाई चाहिँ के आइडिया होस् होइन त्यो भनेर चाहिँ हामीले भिडियो बनाउनु लाग्यो अनि जस्ट हामीले चाहिँ लाइक हुन्छ नि हाम्रो एक्सपिरियन्स मात्रै सेयर गर्न लाग्यो त्यस्तो केही होइन पोडकास्ट पनि नभनौँ त्यस्तो अलिक बिल्ला हुन्छ पोडकास्ट जस्तो सेटअप पनि छैन केही पनि छैन होइन सो त्यही हो ल म चाहिँ अब इन्ट्रोड्युस गर्छु मसँग हुनुहुन्छ 2 जना दाइहरू हाम्रो वीरेन दाइ र आदित्य दाइ होइन तपाईँ आफू इन्ट्रोडक्सन दिनु नि त ल तपाईँहरूको पेसा र नामबाट नेपाल घर कता हो भन्नु नमस्ते सबैलाई म चाहिँ वीरेन्द्र जीसी घर चाहिँ मेरो नेपाल चाहिँ बुटोल अहिले चाहिँ हामी 3 जना सँगै काम गरिरहेछौँ दाइ चाहिँ हाम्रो दाइ चाहिँ तन्दुर सेफ अनि दाइ भन्नु नमस्ते म चाहिँ आदित्य भण्डारी म चाहिँ मेरो घर पनि सँगै बुटोलमै हो तिलोत्तमामा अनि हामी चाहिँ 2 जना सँगै आउँदा नि सँगै आएको हो तर म चाहिँ के करी सेफको रूपमा मैले काम गरिरहेको छु विगत 1 वर्ष हुन लाग्यो अब चाहिँ अब हाम्रो अब एक्सपिरियन्सको कुरा गरेर भयो नि अब हाम्रो एक्सपिरियन्सको कुरा गर्नु पर्दा चाहिँ दाइहरू चाहिँ युके आउनुभएको 1 वर्ष भयो दाइ अहिले कति हो मार्च 16 वर्ष ठ्याक्कै 1 वर्ष भयो क्या 1 वर्ष ठ्याक्कै 1 वर्ष अराउन्ड भयो 1 वर्ष भयो अनि अहिले चाहिँ हामी तिनीहरू रेस्टुरेन्टमै काम गरिरहेको छौँ दाइहरू चाहिँ दाइ चाहिँ हाम्रो तन्दुर सेफ दाइ चाहिँ करी सेफ आदित्य दाइ चाहिँ अनि दाइहरूको नेपालबाट अब लाइक भयो 1 वर्ष भयो दाइ होइन कस्तो आइरहेको दाइ नेपालबाट आएर एक्सपिरियन्स सुनाउनु त युकेको नेपालबाट आउने मान्छेहरूलाई अब आउने मान्छेहरूलाई भन्दा नि तपाईँहरूको आफ्नो एक्सपिरियन्स चाहिँ सुनाउनु पहिला कस्तो लागिरहेको छ 1 वर्ष युकेमा अब रमाइलो भनौँ कि नरमाइलो भनौँ होइन उहाँबाट हिँड्दाखेरि त तपाईँ तिम्रो चाहिँ कस्तो हुन्छ युके जाँदैछु होइन काम गर्न जाँदैछ यताउता होइन सहर ठाउँ एकदम राम्रो ठाउँ यताउता विकसित भन्ने हुन्छ होइन त यहाँ आइसके जुन किसिमको होप जुन किसिमको सोच हुन्छ त्यो चाहिँ यहाँ हुँदैन यहाँ चाहिँ टोटल्ली डिफ्रेन्ट हुन्छ होइन यहाँ आइसकेपछि यहाँको फिलिङ्स भनेको चाहिँ आई वाज बेटर इन नेपाल भन्ने खालको फिलिङ्स आउँछ क्या होइन यहाँमा आए के को लागि भन्दा जस्ट फर वर्क काम गर जाऊ सुत उठ काम गर अलिकति जस्ट त्यसको लागि मात्र यहाँ एकदमै त्यो खोज्ने मान्छेलाई ठिक छ होइन नत्र त्यो तर कस्तो हुन्छ भन्दाखेरि नेपाल छोडेर यहाँ आइसकेपछि अरू कुरा चाहिँ भेट्छ अरू कुरा चाहिँ फिनिस हुन्छ के छ भन्दा कामको लागि आएको काम गर जाऊ बस यति हुन्छ तर जुन कुरा हामीले चाहिँ जुन नेपालमा गरिरहेको हुन्छ त्यो कुरा टोटल्ली मिस पनि हुन्छ टोटल्ली बिर्सिँदै पनि जान्छ होइन एक किसिमले डल माइन्डेड पनि भइन्छ एक किसिमले किनभने काममा मात्र फोकस हुन्छ बाहिरी कुरा केही थाहा हुँदैन काममा आऊ जाऊ गर्दाखेरि जुन त्यो तरिकाले हामी नेपालमा हिँडेका हुन्छौँ जसरी मान्छेहरू भेटेका हुन्छौँ यताउता त्यो कुरा छैन किन यहाँ चाहिँ मान्छेहरू नेपालीसँग कतै फेमिलियर भयो भने पनि यहाँको फरेनर्सहरूसँग चाहिँ त्यति किसिमको घुलमेल चाहिँ हुँदैन यहाँ आफ्नो काम गर्ने साइडकोले अर्कोलाई चिन्दैन त्यस्तो खालको फिलिङ्स भयो अलिक लोनलिनेस चाहिँ फिल हुन्छ यहाँ चाहिँ नेपालमा त्यस्तो हुँदैन अब त्यस्तै हो अब आदित्यले भने जस्तै हो होइन नेपालबाट कहिले विदेश जाम भन्ने हुन्छ होइन सबैलाई कहिले विदेश जाम भन्ने हुन्छ म पनि एकदम कहिले चाहिँ भिजा लाग्दा र कहिले उडाउँला भन्ने थियो होइन मनमा होइन अब यहाँ झरिसकेपछि हिथ्रो एयरपोर्टमा झरिसकेपछि ल आइयो है अब चाहिँ केही हुन्छ कि भन्ने चाहिँ मनमा एउटा कौतूहलता हुन्छ आएको 1-2 दिन यताउता हेर्दा रमाइलो पनि हुन्छ
अब सुरुमा बर्मिङम आइयो, बहिनीसँग बस्यो, त्यहाँ रमाइलै थियो। अनि फेरि यता चोप्रो आइयो होइन। अब आइसकेपछि अब घर लिनु पर्यो। घर लिने क्रममा चाहिँ अब आदित्य अलि पछि आयो होइन। अब सुरुमा म आएँ, म आइसकेपछि अब हुन त हामीलाई एउटा कुरा प्लस पोइन्ट के भइदियो भने यता घर खोजिसक्नु भएको थियो हाम्रो लागि, हाम्रो लागि रेडी भएको भएर हामीले त्यति दुःख चाहिँ घर खोज्नलाई र उ गर्नलाई नेपालदेखि नै डिपोजिट हाल्न आइएको थियो, खासै समस्या भएन। तर यहाँ मेन कुरो चाहिँ घर पाउन चाहिँ बहुत गाह्रो छ। घर पाउन चाहिँ एकदमै गाह्रो छ। मेन कुरा चाहिँ अब यहाँ चाहिँ अब हाम्रो जो भन्नुपर्दा साउहरू चाहिँ धेरै राम्रो भएको भएर नै हामीलाई सजिलो भइरहेको छ होइन। अनि अब घरकै कुरा गर्दाखेरि चाहिँ अब रेन्ट अब जस्तै हामीले चाहिँ 950 रुपियाँ तिरिरहेको छौँ होइन। त्यो चाहिँ रेन्ट मात्र हो, त्यो रेन्ट अनि प्लस चाहिँ 950 त्यो 950 नै डिपोजिट। रेन्ट मात्र भयो, रेन्ट त भयो, डिपोजिट पनि भयो, प्लस त्यसमा त अब हाम्रो यहाँ सरकारको काउन्सिल ट्याक्सदेखि लिएर पानी बिजुली सबै कुरा गर्दा नियरली तिम्रो चाहिँ अब कस्तो ठाउँमा बसेछौ? हामीले काउन्सिल ट्याक्स 153 पाउन्ड तिर्छौँ। अनि बिजुलीको 155, बिजुली र ग्यासको, पानीको 55। ओभरअल भन्दाखेरि लगभग 1300 पर्यो भनौँ न। 1300 समथिङ पर्नु, 1313 रुपियाँ पर्न जान्छ लगभग। 1313 भन्छ नि। दाइहरूको चाहिँ त्यो चाहिँ 3 बेडरुम हाउस हो होइन। 3 बेडरुम हाउस त्यति परेको छ। त्यसमा चाहिँ हामीले अब हामी दुईटा सँगै आएको भएर सँगै सेयर गर्छौँ। हामीले आधी सेयर गर्छौँ। एकजना भाइलाई, एउटा सिङ्गल भाइ चाहिँ रेन्टमा बसिरह। अब त्यो अनुसार उसले अब अलिकति तिर्छ। त्यसमा चाहिँ हामी चाहिँ पर्मानेन्ट वहीँदेखि सँगै आएको भएर सँगै बस्यो। तर त्यो साइडको भाइहरू चाहिँ होला नहोला कुनै फिक्स हुँदैन हेर। अब जस्तै पहिला महेश भाइ, अब तिमीले नि चिनेको होइन, महेश भाइ बस्थे, उनले छोडेर गए, 4 महिना खाली भयो। त्यो 1313 को भागा 2 भयो। अब अस्तिबाट एउटा भाइ आखान, आज कति दिन भयो, 4-5 दिन भयो। अब उनी भाइ आइदिएपछि अलिकति हामीलाई चाहिँ राहत हुन्छ भनौँ न। 2 हप्ताको खर्च चाहिँ दुईजनाको मेन्टेन हुन्छ। नहुन भन्दा केही न केही विषय चाहिँ हुन्छ होइन। त्यो चाहिँ एकदमै काटेको काममा नुचुक थपे जस्तो, अनि जुन मलम थपे जस्तो हुन्छ। जुन किसिमले अब जो मैले अघि कुरा गर्दा गर्दै हामी यता घरतिर आएर कुरो अन्त्य गयो। अनि जुन किसिमको जो उत्साह, जोस, जाँगर बोकेर आउँछौँ नि, त्यो यहाँ आएपछि चाहिँ सुरुको महिना चाहिँ कायम हुन्छ, त्यसपछि मर्छ। उहाँ मैले गरेको, म त नेपालदेखि नै आफू चाहिँ अब रेस्टुरेन्ट व्यवसाय गरेको, आफू पनि किचनमा काम गरिरहेको, कुकिङ पेसामा म आबद्ध भएको, एक हिसाबले कुकै भनौँ, सेफ भनौँ होइन, गरिरहेको मान्छे। उहाँ मैले काम गर्नु र यहाँ गर्नुमा आकाश जमिनको फरक छ होइन। अब मैले वहीँ दिने करीहरू र यहाँ दिने करीहरू नाम एउटै छन्, तर दिने तरिका, टेस्ट आकाश जमिनको फरक छ। त्यो चाहिँ अब यहाँको करीहरू चाहिँ मोस्टली अब हाम्रो पर्टिकुलर हाम्रो रेस्टुरेन्टमा चाहिँ हाम्रो कस्टमर, टार्गेट कस्टमर भनेको सब गोराहरू। त्यही भएर हाम्रो करीहरू पनि गोराहरूको टेस्टमा डिजाइन भइरहेको छ। त्यही भएर अलिकति लाइक बटर चिकन नै भनौँ न होइन। बटर चिकन इन्डियामा खाने बटर चिकनको टेस्ट र अब हाम्रो यहाँको खाने नेपाल, नेपालमै खाने यहाँ स्ट्रिट बेच्छौँ भने उहाँ चाहिँ अलिकति अर्कै हुन्छ। त्यही नै डिफ्रेन्स छ। सबैहरू त बुडोलमा बसिरहनु भएको गर्मी ठाउँ होइन। अब यहाँ अलिक चिसो छ नि त होइन, कस्तो। तर यहाँ चाहिँ एउटा कुरा के भन्दाखेरि एउटा सजेसन होइन, जो पनि आउनुहुन्छ होइन, डकुमेन्ट गराउनुहुन्छ, यताउता गर्नु सबै गर्नुहुन्छ, आउनुहुन्छ होइन, एक्सपिरियन्स छैन भने, कसैले काम गरेको छैन भने चाहिँ त्यो काम नगरेको सेक्टरमा चाहिँ आफू चाहिँ नआउँदा राम्रो हुन्छ। किन भन्दाखेरि आउनुहुन्छ भने त्यो काम चाहिँ सिकेर कसरी हुन्छ, केही न केही सिकेर जुन सिकेर भनिन्छ नि, सिकेर भन्दै गर्दा चाहिँ अलि दिन गएर त्यो उसमा अब जस्तो एउटा डकुमेन्टको लागि म पनि गएको होइन, त्यो एउटा के भन्छ इन्स्टिट्युट, त्यहाँ म पनि गएको एउटा डकुमेन्टको, तर त्यो सम्बन्धी मलाई ज्ञान थियो होइन। अनि मैले चाहिँ छिटो ऊ भयो। त्यो कुकिङ पेसामा म पहिलेदेखि रमाउँदै आएको मान्छे भएर मलाई कुनै समस्यै छैन कहीँ पनि होइन। म आज चाहिँ यहाँ तन्दुरमा छु, म अहिले चाहिँ यिनलाई बिदा दिने पनि भएको छु करीमा होइन। त्यो मैले गर्दै आएको भएर मलाई समस्याको विषय भएन। मलाई लगेर अर्को सेक्टरमा किचनमै हाल्नुहुन्छ भने मलाई समस्या। जो कोही चाहिँ 1 महिना 2 महिना 3 महिना सिकेर आउनुहुन्छ नि, उहाँहरूलाई चाहिँ गाह्रो छ। अनि सेफमा आउँछु, म सेफ हो भनेर चाहिँ यहाँ नसोच्दा हुन्छ है, एकदम रियालिटी। यहाँ आउँदा किचनमा हुने हर काम भन्दाखेरि अब तपाईँहरूले आफै बुझ्नुहोस् होइन, किचनमा हुने हर काम सबै गर्नुपर्छ होइन। यहाँ चाहिँ यस्तो होइन कि त म कामको प्रायोरिटी हुन्छ। यहाँ चाहिँ म सेफ हो र म सेफ गर्छु, अरू गर्दैन भनेर जुन किसिमको फिलिङ हुन्छ त्यो चाहिँ राखेर, घमण्ड राखेर आउनु पर्ने यहाँ मान्छे।
हाई लेभलमा आएको हुन्छ पुरै क्याकन महिम बनाए आउँछ नि यहाँ सिधै डाउन हुन्छ किन भन्दा यहाँ त्यस्तो जुन सोचेर आएको हुन्छ मान्छे छैन यहाँ इम्पोर्टेन्स भनेको काम हो कामलाई यहाँ मान्छेले प्रायोरिटी दिन्छ काम गर्नु न 1 मन्थ तपाईँ काम नगरी बस्नुहुन्छ नि अर्को मन्थ तपाईँ लाइक अ बेगर के खाना निकाल्नु लाइक अ बेगर हो होइन त्यही भएर चाहिँ के छ भने इम्पोर्टेन्स काम हो काम जान्नुहोस् काम सिक्नुहोस् होइन बिना काम तपाईँ आउनुहुन्छ भने तपाईँको कस्तो हुन्छ भन्दा त्यही काम सिक्नको लागि दुनियाँ गर्नुपर्छ हेर्नुहोस् है तपाईँले सिक्नु पर्यो यताउता आउँदैन आफै कन्फ्युज हुन्छ 2 महिना 3 महिना सिक्नुहुन्छ होइन सिक्नु तर सिकेपछि पनि सिकेर मात्र भएन नि त ल मानव केही चिज बनाउनलाई उहाँले सिक्नु कसैले सिक्नु भयो सिकिसकेपछि त्यो चिजलाई स्पिड दिन सक्नु पर्यो नि त त्यसको लागि फेरि 2 महिना जान्छ होइन त्यसलाई कन्टिन्युअस गर्नलाई बिना अब मानव अहिले पो साइड हेल्प हुन्छ पछि गएर आफै गर्दाखेरि त्यसलाई कन्टेन्ट दिन सकिन्छ सकिँदैन अब 200 जनाको क्यापेसिटीलाई ह्यान्डल गर्न सक्ने मान्छेले 400 जना सक्छ कि सक्दैन त्यो पनि हुनु पर्यो त्यसको लागि टाइम लाग्छ होइन त्यसले गर्दाखेरि यो म 3-4 महिना सिक्छु अनि त्यसपछि गएर मलाई आउँछ अब भयो मेरो डकुमेन्ट पनि भयो होइन म जान्छु इस्टाब्लिस त्यो सोचेर त आउने मान्छे यहाँ चाहिँ रुन्छ होइन त्यस्तो गरेर आएको साथीहरू पनि छन् उनीहरूलाई गाह्रो छ अनि अर्को कुरो इभन ल हामी त वर्क परमिटमा आयो त्यो अलग कुरा छ होइन स्टुडेन्टमा आउनेले पनि एउटा चाहिँ गाउँमा एउटा बाजे हुनुहुन्थ्यो होइन त्यो बाजेले भन्नुहुन्थ्यो हातमा सिप्छ जहाँ गयो भने भिक्छ भन्नुहुन्थ्यो त्यो चाहिँ हुनुपर्छ विदेश आउने मान्छेले तपाईँ स्टुडेन्टमा आउँदै हुनुहुन्छ होइन चाहे जो कोही हाम्रै भोलि बिहान भाइ बहिनी हामीले ल्याउँदैछौँ आउँदैछौँ कपाल काट्न सिकेर आऊ होइन ब्युटिसियन सिकेर आऊ सर्भर सिकेर आऊ होइन वेटर जे जाने एउटा हातमा चाहिँ सिप चाहिँ हुनुपर्छ कि मलाई अहिले यहाँ आएर त्यो बाजेले भनेको कुरा बहुत याद आउँछ कि दाइहरू त सिधै वर्किङ भिजामा आउनु भयो होइन म चाहिँ 3.5 वर्ष भयो युके आएको अनि म चाहिँ फर्स्टमा स्टुडेन्टमा आएको क्या त्यो मैले स्टुडेन्टको पिडा मलाई थाहा क्या दाइ हुन्छ नि म जब भर्खर स्टुडेन्टमा आएको थिएँ होइन मलाई रेस्टुरेन्ट हुन्छ रेस्टुरेन्ट हुन्छ नि तपाईँ होइन रेस्टुरेन्ट अफिसहरू मलाई लिटरली हुन्छ सबैको डुवर टु डुवर गएर काम छ भनेर सोध्दै हिँड्थेँ कि मलाई त्यसो डुवर टु डुवर गएर कति सोध्दै हिँडेँ होइन कति ठाउँमा गयो पुरा सिभी पनि प्रिन्ट गरेर सिभी लिएर गएर छोड्दै आफ्नो फोन नम्बर टिपाएर छोड्दै त्यसरी हिँडेँ क्या दाइ मैले क्या होइन अनि त्यसपछि चाहिँ अब लाइक 2 वर्ष 1 वर्षको मेरो मास्टर्स थियो मास्टर्स सक्यो मास्टर्स सकेपछि म पिएचडब्ल्यू भिजामा 1 वर्ष थिएँ अनि त्यहाँपछि चाहिँ अहिले वर्किङ भिजामा यहाँ दाइहरूसँगै छु होइन अब मेरो बारेमा चाहिँ लाइक फुल डिटेलमा चाहिँ मैले पछि अझै भिडियो बनाउने सोचिरहेको छु त्यही भएर त्यो भिडियो लाइक म अफकोर्स बनाउँछु होइन लाइक मेरो लाइफ मेरो एक्सपिरियन्सको बारेमा चाहिँ त्यसको लागि चाहिँ अब सेयर गर्नु नेक्स्ट टाइम त्यो भिडियो नै आउँछ अनि अहिले चाहिँ दाइहरूको कुरा गरौँ होइन अनि त्यही त दाइहरूले चाहिँ अब कसैलाई यहाँ आउने बेलामा चाहिँ कसरी आउनु भयो दाइ खर्चहरू यताउता होइन खर्च लाग्छ होइन तर कस्तो हुन्छ भन्दाखेरि एउटा अब सबैले गर्दाखेरि सबैको आफ्नो आफ्नो सेक्सनको आफ्नो आफ्नो खर्च हुन्छ त्यही अनुसार आफै म्यानेज गरेर आउँदाखेरि होइन त्यो अब आफ्नो आफ्नो पर्सनल कुरा भयो होइन अनि जे होस् सबै जति सोचेर जति जति खर्च सोचिन्छ जे सोचिन्छ होइन सिम्पल छ सोचिन्छ त्यो चाहिँ हुँदैन है त्यो चाहिँ हुँदैन होइन यहाँ आइसकेपछि यहाँ गर्ने नै आउने हो त्यही भएर उहाँ लगानी गरेर गर्न आउने हो होइन अनि मान्छेले कस्तो हुन्छ भन्दाखेरि चाहिँ लगानी गरेर कोही मान्छे आउँछ होइन मानव धेरै पायो धेरै लगानी गरेर आउन पायो र आउन खोज्छ भने पनि त म के भन्छु भन्दाखेरि गर्ने अब बाटो सकेसम्म सक्नुहुन्छ होइन कुनै क्यापेसिटी छ केही छ सक्नुहुन्छ कुनै बाटो छ कुनै माध्यम छ भने चाहिँ नै गर्नुहोस् त्यो लगानी गरेर यता नआउनुहोस् होइन अनि नेपालमा गर्दा पनि अब त्यो लाइक नेपालमा गर्नु एकदम राम्रो हो त्यो चाहिँ अब एप्रिसिएट गर्नुपर्छ तर नेपालमा गरेर हुँदैन क्या दाइ त्यो मेरो एक्सपिरियन्स भन्छु किन हामी दुइटै एउटै हो होइन उहाँ चाहिँ किचन सेक्सनमा गर्नुभयो उहाँको पास पनि कुरा गरेर दाइको पहिला बुटोलमा आफ्नै रेस्टुरेन्ट मेरो आफ्नो रेस्टुरेन्ट नाम के अन्त ग्रिन लिफ भन्ने दाइको बुटोलमा राम्रै रेस्टुरेन्ट थियो दाइको पनि आफ्नो कुन ठाउँमा मेरो एउटा सैनामा नै एउटा बुटोलमा दाइको 2टा रेस्टुरेन्ट थियो 2टा रेस्टुरेन्ट अहिले भएको मान्छेहरू अहिले यहाँ हुनुहुन्छ होइन तपाईँहरूको अब एक्सपिरियन्स यस्तो हो सकेसम्म चलाउन खोजे हो गर्न खोजे हो होइन त्यही टिक्नु पऱ्यो म चाहिँ यस्तो भयो मेरो मेन्टालिटी के भन्दाखेरि मेरो फ्यामिली ब्याकग्राउन्ड हेर्दाखेरि पनि मेरो सबैजना अङ्कलहरू सबै विदेश भएको भए पनि मेरो बाबा पनि जानु भएन नगइसकेपछि मेरो सोच चाहिँ मेरो पर्सनल सोच के थियो भन्दा विदेश जानु हुँदैन विदेश होइन नेपालमै गर्नुपर्छ केही गर्नुपर्छ भनेर खोरिखेले अब 5 वर्ष 6 वर्ष लागि परे हो कमाइ प्रफिट देला नदेला तर पनि हामी हाम्रो घटेर म चाहिँ घटेर हिँडेँ होइन त्यो गर्दा 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 पनि लास्टमा हुन्छ एउटा पोइन्ट आउँदो रहेछ क्या भाइ अब हुँदैन यसरी बस्दाखेरि चाहिँ अब डुबिन्छ अब सकिँदैन है होइन
फोकटमा बाहिरपट्टि अब कस्तो हुन्छ भन्दाखेरि भित्रपट्टिको आफ्नो पीडा लुकाएर बाहिर ठिक छ मेरो व्यवसाय चलेछ भनेर धान्न नसकी बस्नुभन्दा चाहिँ उठेर हिँडेको बेटर हुन्छ भनेर म चाहिँ सबै कुरा छोडेर मेरो रेस्टुरेन्ट मैले बेचेको छैन त्यही छ होइन सायद भगना विशेष भएर बसेको छ होला त्यहीँनिर तिम्रो चाहिँ पुरै पुरानो भएको छ होला सबैको तोडफोड भइसक्यो होला होइन त्यत्तिकै क्लोज गरेर हिँडे अब म सक्ने भयो यही भिडियोबाट भन्ने मलाई बुटोलमा कुन ठाउँमा चाहिँ त्यो नयाँ फुलामा होइन मेरोले चिन्ने साथीहरूले चाहिँ मेरो फलानु रेस्टुरेन्ट भन्ने नाम मैले अघि नै भनेको छु चिनिसक्नुभयो होइन ठिक छ रेस्टुरेन्ट किन्ने हो भने चाहिँ रेस्टुरेन्ट किन्यो भने चाहिँ सम्पर्क चाहिँ गर्नु होला मलाई चाहिँ उहाँ भाइलाई कन्ट्याक्ट गर्नु होला मेरो भाइको थ्रु मेरो कन्ट्याक्ट नम्बर पाउनुहुन्छ उहाँको नेपालमा पाउनुहुन्छ होइन त्यो कुरा देशको पाटो होइन तर कस्तो भन्दाखेरि सकेसम्म व्यवसाय गर्ने हो तर चाहिँ सोचेर गर्ने होइन नेपालमा गर्ने खालको स्थिति छैन जस्तो लाग्छ मलाई छैन होइन नगरेको होइन भन्नुपर्दा एभरेज मान्छेलाई चाहिँ गाह्रो छ है कि भने अब गुस्खानी मान्छेहरू हुन्छ नि ब्ल्याक मनीहरू खतरा गरेर हाल्ने नेपालमा तर यस्तो छ नि भाइ छोड तिमीमा हामी तिनजना नेपाल गयौँ नेपाल गएर सुरु गरौँ बिजनेस सुरु गरौँ त्यहाँ खुट्टा तान्ने धेरै हुन्छ तिमीले 10 दिनदेखि लिएर होइन 2000 खै अब हुन्छ होइन मैले अब धेरै कुरा छ होइन अब आफ्नो पर्सन कस्तो हुन्छ भन्दाखेरि तिमीले केही गरिरहेछौ थर्ड पर्सनले त्यो कुरालाई केही न केही किसिमको तिमीले केही कुरा थोरै कमाउनु थाल्यो भने के त भने कस्तो हुन्छ भन्दा तिमीले एउटा व्यवसाय गर्यौ तिम्रो राम्रो देख्यो कसैले पनि त्यो व्यवसाय अर्कोले खोलिदिन्छ सिद्धियो दुईटैको डुब्यो होइन आफू पनि डुब्यो अरूलाई पनि डुबायो अनि अर्को सेक्सनमा के छ भन्दाखेरि चाहिँ तिमीले राम्रो प्रगति गर्दै गयो भने त्यहाँनिर चाहिँ कसरी हुन्छ यसको व्यवसायलाई डाउन गरौँ भन्ने खालको मेन्टालिटीको मान्छे पनि हुन्छ हेर होइन धेरै किसिमको धेरै सिस्टम गराउँदाखेरि चक्करमा हुन्छ नि सिस्टममा जाँदाखेरि चाहिँ गाह्रो त गाह्रै पर्दो रहेछ भाइ भन्नुभयो होइन त्यही त उहाँको पनि आफ्नो किसिमको छ दुईटा रेस्टुरेन्ट नेपालमा मैले त दुईटा रेस्टुरेन्ट एउटा कोभिड सकिँदा बित्तिकै बेचिहालेँ एउटा चाहिँ कोभिड सकिँदा बित्तिकै बेच्यो हो त्यो त्यसमा चाहिँ के छ भने कुनै एउटा व्यक्तिले अलि राम्रै दाममा मागेको थियो मैले विश्वास गरेर साथीहरूलाई दिएँ त्यो पैसा अझै पनि उठ्न सकेको छैन त्यो पैसा दाइको बेचेर नउठेको हो मेरो चाहिँ अझै पनि मेरो रेस्टुरेन्ट छोडेर आएको हामी कति वर्ष भयो 1 वर्ष भयो मैले बन्द गरेर यतिकै राखेको नेपालमा आउँदाखेरि 2 वर्ष भएको थियो होइन मैले रेस्टुरेन्ट 5-6 वर्ष चलाएँ होला होइन त्यो पैसा मेरो मान्छेले खाएको मेरो कस्टमरको पैसा मैले अझै पनि पाएको छु अनि एउटा यही पनि आइसक्यो खान प्लस पोइन्ट चाहिँ अर्को कुरा के छ भने मेरो 1 रुपैयाँ उधारो चाहिँ थिएन मैले मेरो उधारो छ मेरो मार्केटमा मैले एक फोनमा लास्टै गाह्रो छ कि माल चाहियो कि पैसा चाहियो मैले उधारो चाहिँ बेचिनँ के छ तपाईहरुको अब त्यही हो मैले अघि भन्दै थिएँ एउटा अब कोभिड अगाडि नै बेचेँ त्यसपछि साथीको भयो साथी घर परिवारभन्दा साथीमा बढी विश्वासमा लाग्यो होइन अनि त्यही भयो अनिलले बिचमा पनि जोड्यो अब उधारोको कुराहरू पनि जोडेँ होइन अब त्यो उधारो एउटा मेरो प्लस पोइन्ट थियो कि उधारो मेरो थिएन होइन अब प्रायः जसो बिजनेस चाहिँ उधारोले डुबिरहेको अब मेरो चाहिँ अब कोभिड पछि चाहिँ अब बिजनेस सबै बिजनेसहरू डाउन हुँदै जाँदाखेरि भयो डाउन भयो पछिल्लो समय चाहिँ अब अस्ति भर्खरै लगभग 40-42 लाख रुपियाँ लगानी हो मेरो महिनाको भनौँ होइन त्यो चाहिँ अस्ति बुवाले 8 लाखमा बेचिदिनु भयो अरे अब आफै भन्नु 40-42 लाखको रेस्टुरेन्ट 8 लाखमा बेचेर दाइहरूले ल्याउनु भएको छ नेपालको स्थिति चाहिँ अलिकति गाह्रै छ के त गाह्रो एकदम गाह्रो हुँदैन हुने भन्ने चाहिँ होइन तर नेपालमा चाहिँ लाइक तर अब जो हामीलाई फेरि गाह्रो कहाँनिर भएको भने आदिलाई र मलाई कहाँनिर गाह्रो भयो भने हामी नयाँ बिजनेसम्यान अनि भर्खरको युवा पर्यो हामी अलि चाहिँ एग्रेसिभ तरिकाले बिजनेस गर्न खोजियो त्यो तरिकाको माहौल चाहिँ पछिल्लो समय बन्द भइदियो कि जुन किसिमको माहौल कोभिड भन्दा अगाडि थियो त्यसपछि अब अलिकति क्राइसिसले गर्दाखेरि हो कि अब हाम्रो देशको राजनीतिक अवस्थाले गर्दा हो के हो ठ्याक्कै यकिन कारण चाहिँ मैले भन्न चाहिँ सक्दिनँ होइन अब जस्तै पुरानो शैलीले चलाएको रेस्टुरेन्टहरूले अझै पनि राम्रै कमाइरहेछन् राम्रै भइरहेछ उनीहरूले आज 6 महिना अगाडि एक ठाउँ घडेरी किनेको थियो भने आज अर्को ठाउँ घडेरी किनेका छन् एउटा कुरो बिजनेसले दिनु पनि पर्छ लक पनि चाहियो होइन अब गर्दै जाँदाखेरि लकले मात्रै पनि फेभर गर्दैन कि आफ्नो मेहनत पनि चाहियो मेहनत गर्दै पनि नहुने अवस्था चाहिँ अहिले नेपालमा छ भनौँ न अब हामी सपोज लाग्यो 3 जना होइन अब हामी रेस्टुरेन्ट फिल्डमै अब हाम्रो यही अब लाइक हस्पिटालिटी फिल्डमै भएको कति भइसक्यो तपाईँ कति वर्ष भइसक्यो म कति वर्ष भइसक्यो काम गरेको होइन तर नेपालमा रेस्टुरेन्ट खोल्नु र यहाँको रेस्टुरेन्ट खोल्नु कति डिफरेन्स छ त हेर्नु न नेपालमा रेस्टुरेन्ट खोल्यो भने होइन अनेक कुराहरू गर्नुपर्छ क्या लाइक हुन्छ कति कुराहरू चाहिँ एकदमै त्यो गभर्मेन्टले नै गाह्रो गरिदिन्छ कति कुराहरू एकदमै गाह्रो छ यहाँ चाहिँ तपाईँको
यहाँ चाहिँ अलिकति सजिलो लाग्छ दाइ मलाई लाइक हुन्छ नि पेपर वर्क हो अब गभर्मेन्टलाई गर्नु सजिलो चाहिँ अलिकति यहाँभन्दा त हुन त आफ्नै देश भएर होला उतै सजिलो सबै कुरा थाहा भएर होला तर लाइक तपाईँ ठाउँमै रेस्टुरेन्ट खोल्यो भने भत्ता दिने मान्छेहरूलाई होइन पैसाको अब उधारो जाने त्यस्तो अनेक कुराहरू हुन्छ नि त यहाँ चाहिँ त्यस्तो हुँदैन नि त अब यहाँ रेस्टुरेन्टमा खाएर उधारो माग्छ त कसैले माग्दैन नि त त्यो कुराहरू छैन यहाँ त छैन अब 5 जना आएर बस्यो भने 5 जना आफ्नो आफ्नो पे गरे हिँड्ने भए आनन्द नेपालमा त खतरा नेपालीहरू त 5 जना खाने एउटैले म तिर्छु पैसा हाल्नु कसले तिर्ने यहाँ चाहिँ फेरि त्यस्तो हुँदैन यहाँ चाहिँ 5 जना डिभाइड बाइ 5 आफैको त्यस्तै हुन्छ अब खायो 5 जना 10 जना आएर खान्छ होइन अब डिभाइड बाइ 10 डिभाइड बाइ 5 गऱ्यो भने त सजिलो हुन्छ नि त त्यस्तो नगरिदिने कि लाइक मैले यो खाएको म यो पे गर्छु भन्ने मान्छे काउन्ट गरेर खान्छ यहाँ पैसा यहाँ चाहिँ पैसा काउन्ट गरेर खान्छ यहाँ कहिले हैन नेपालमा जस्तै अघि लगानीको कुरा गरे भाइ हैन जुन लगानी आदिले गरेको थियो त्यो लगानी यहाँ गरेको भए यिनी अहिलेसम्म धेरै माथि जुन लगानी मैले बुटोल र छैन महिना भन्दा त्यो दुईटै लगानी चाहिँ यहाँ भइदिएको भए अरू कुरै छोडिदिउँ एउटा मिनिमम डिपोजिट हालेर घर किनिदिएको भए अहिलेसम्म चाहिँ जुन 5 वर्षको पिरियड मैले बिजनेस गरेँ त्यसमा मोर्गेज घटेर अलिकति कम हुन्थ्यो होला आफूले कमाएर अझै बढी घटाउन सकेको भए महिनाको भनौँ न लगभग 2 लाख जस्तो बिना हेडाक चाहिँ इन्कम भइरहेको त्यो चाहिँ यहाँ आएपछि त्यो चाहिँ देखेँ तर हैन यसो त्यो कुरा सोच्दाखेरि आफ्नो बिजनेस सोच्दाखेरि आफूले पाएको दुःख सोच्दाखेरि स्ट्रगल गर्दाखेरि सक्सेस नभएको सोच्दाखेरि त म चाहिँ एक किसिमले है भन्छु सकेसम्म युवाहरूले नेपालमा गर्नुपर्छ नेपालमा प्रगति गरेर मेहनत गर भन्ने किसिमको ठिक हो हैन सकेसम्म बाटो तताउ पनि भन्नु मन लाग्छ घरिघरि किन भन्दाखेरि छैन फ्युचर छैन एक किसिमले भन्ने हो भने हैन मान्छे यहाँ पढ्न भनेर आउँछ पढ्न भनेर आए पनि जे गरे पनि म्याक्सिममको टार्गेट के हुन्छ पैसा कमाउने हुन्छ हैन आउन आऊ पढ्न भनेर आए दुःख नपाऊ हैन अब कहाँ पैसा कमाउने नै सोच्यो भने पढ्नलाई एउटा साइडमा राखेर नगर हैन यहाँ कामै गर्नु भनेर आऊ हैन कमाऊ हैन लाइफ चाहिँ यहाँ मात्र आउन भन्दैन मैले यहाँ हैन अन्त पनि जहाँ ठिक छ जहाँ गए पनि आफ्नो दाइले हातमा सिप हुनु पर्यो सिप लिएर जाऊ हातमा सिप हुनु पर्यो अर्को कुरा चाहिँ म जे आइ पर्यो नि म गर्छु भन्ने एउटा उ चाहिँ हुन्छ नि आँट भनौँ न आँट भन्छ के भन्छ जस्तो हुनु पर्यो जस्तै अब हामी 3 जनालाई थाहा छ ठ्याक्कै नहोला मेरो एउटा सिप थियो र मैले बिचमा अलिकति पैसा कमाएँ यहाँ आएपछि त्यसले पनि त मलाई हेल्प गर्यो धेरै हेल्प गर्यो त्यो साइड वर्क जस्तो भयो नि त त्यो साइड इन्कम भयो म लगभग 2 बजेपछि काममा आउँछु म बिहान गएर अलिअलि गरेर मैले अलिकति भनौँ न 2-4 लाख 5 लाख रुपियाँ कमाएर मेरो ऋण त घटाएँ मसँग एउटा सिप हुँदा अर्को थियो र त्यसले मलाई हेल्प गर्यो अब अलिकति विन्टर भनौँ न जाडो मौसम भएको भएर अलिकति भयो अब समर आउँदाखेरि फेरि 2टा काम पाइयो फेरि चाहिँ मलाई हेल्प हुन्छ तर यस्तो हो नि तर यहाँनिर चाहिँ एउटा सिस्टम चाहिँ यहाँ के भन्दा वर्किङ भिजामा आइन्छ हैन जुन काममा आएको जसरी जुन सेक्सनमा आएको जसरी आएको त्यहाँ काम गर्यो अन्त काम गर्न पाउँदैन नि त आफ्नो भयो यताउता भयो त्यो चाहिँ यहाँ छ यो कुरा चाहिँ राम्रोसँग भन्ने म चाहिँ हैन युकेमा चाहिँ तपाईँहरू वर्किङ भिजामा आउनु भएको छ भने सपोज अब अहिले हामी 3 जना वर्किङ भिजामा छौँ हैन अनि हाम्रो कन्ट्र्याक्ट चाहिँ अब विकली अब हरेक मान्छेको इन्डिभिजुअल आफ्नो आफ्नो कन्ट्र्याक्ट हुन्छ जस्तो मेरो 40 छ तपाईँको 45 छ हैन हामी चाहिँ त्यति आवर चाहिँ कम्पनीलाई चाहिँ दिनै पर्यो कि अनि त्योभन्दा बाहिर चाहिँ हामी 20 घन्टा काम गर्न पाउँछ 20 घन्टा चाहिँ तपाईँको अब एउटा 20 घन्टा हामी काम गर्न पाउने भने हेल्थ केयर सेक्टरहरूमा जुन चाहिँ तपाईँको अब यो हुन्छ नि हेल्थ केयर अब अरू यो हस्पिटलहरूमा काम गर्न पायो यिनीहरू चाहिँ तपाईँको सर्टेज अकुपेन्सी लिस्ट भन्नेमा हुन्छ त्यसमा परेको हुन्छ त्यही भएर हामी त्यसमा काम गर्न पाउँछौँ अर्को भनेको चाहिँ अब दाइहरूले सेफ भएर काम गर्नु पर्यो म चाहिँ अगाडि फ्लोरमै काम गर्नु पर्यो एउटा स्पेसिफिक त्यस्तो हुन्छ तर 20 घन्टा मात्रै पाउँछ यहाँ छोडेर बाहिर त्यो चाहिँ अलिकति झ्याउ छ अब जतिखेर मलाई जति गर्न पाउने भनेको भए चाहिँ रमाइलो मैले सक्छु मैले काम गर्छु भन्न चाहिँ यहाँ छैन यो रेस्टुरेन्ट भन्दा बाहिर चाहिँ हामीले जम्मा 20 घन्टा मात्र काम गर्न पाउँछौँ त्यो पनि स्पेसिफिक कामहरूमा मात्रै सबै कामहरू पाउँदैनौँ सबै काम मात्रै पाउने भएको पनि कति रमाइलो हुन्थ्यो तर पाउँदैन नि काम पनि सर्टेज छ नि त यहाँ काम पनि ठ्याक्कै फेरि 20 घन्टा भनेर पाउन गाह्रो हुन्छ 20 घन्टा भनेर सबै काम गर्न पाउने भइदिएको भए त धेरै सही हो सबै काम गर्न पाएको त बिहानको उबर गरिदिनु भयो जस्टिस गरिदिनु भयो जे पनि भयो गाडीको लाइसेन्स भएपछि जे गरिदिनु भयो सट्ट गयो काम गर्यो गरे हैन आफ्नो टाइममा ड्युटी टाइममा टक्क रेडी भयो यहाँ आयो काम गर्यो है त्यो सबभन्दा बेस्ट हुन्छ त्यो चाहिँ छैन अनि मैले अर्को कुरा एउटा जस्तै हामी त भनौँ न श्रीमती बोकेर आएको मान्छे हैन तर श्रीमती बोकेर आउँदाखेरि पनि ठ्याक्कै भनौँ न अब कसैले त झ्यापझुप काम पाउनुहुन्छ होला मिसेस अब कसैले चाहिँ अब जस्तै हाम्रो चाहिँ पाइएको छैन कि एउटा फिक्स काम पाइया हैन आज बिचरा एउटा एजेन्सी जान्छ भोलि अर्को एजेन्सी जान्छ हैन तिनीहरूको हातमा पनि सिप भइदिएको भए तिनीहरूले पनि छिटो काम पाउँथे के इभन तिनीहरूले यो भन्छन् यो के यो
के भन्छ आइब्रो पार्लर पार्लरले यति यहाँको यो रङ उखाल्ने काम मात्रै जानेको भयो नि धेरै प्लस पोइन्ट हुन्छ कि इभन त्यो पनि अब त्यो पनि सिकेनन् हैन आफ्नो पार्टनरलाई चाहिँ काम सिकाएर ल्याउनु भन्नु खोज्नु जस्तै नेल गर्ने भन्छ यो नङको काम गर्ने हैन नेल आर्ट यो थ्रेडिङ के हुन्छ नि कमसेकम एउटा काम चाहिँ आउँदैछौँ भन्ने भइसकेपछि त 2-3 महिना काम 2-3 महिना त टाइम हुन्छ नि त्यो बेलामा चाहिँ काम पर्परली चाहिँ आफू चाहिँ यताको डकुमेन्टको काममा लागेर बुढीलाई मजाले त्यही काम गर्न लगाएर एकदम तरिकाले सिक्ने हो नि 60 दिन भनेको इनफ हो कि त्यो पनि चाहिँ मैले चाहिँ एउटा चाहिँ आउँदै गरेको मान्छेले बिना काम नसिकाइसम्म त आफ्नो मिसेसलाई त यहाँ ल्याउँदै नल्याउनु भन्छ किन भन्दाखेरि एजेन्सीले काम दिन सक्दैन हेर हैन आफ्नो पर्सनल सर्टेन टाइमलाई दिन्छ हैन अनि आफ्नो पर्सनल कुनै किसिमको एउटा क्यापासिटी छ भन्दै गर्न पाए नि त जस्तै हामी नेपाली मानौँ हाम्रो मिसेसहरूलाई थ्रेडिङ आउँछ पार्लरको काम आउँछ भने नेपाली त म्याक्सिमम हुनुहुन्छ नि त यो एरियामा म्याक्सिमम सब नेपालीलाई कन्ट्याक्ट गरिन्छ नेपालीहरू अन्त नेपाली मात्रै हैन अरु विदेशी काम सस्तोमा गर्न सक्यो नि त अनि तपाईको सबैभन्दा बेस्ट कुरा भनेको चाहिँ तपाईको डिपेन्डेन्टले जानी काम गर्न जति नै काम गर्न पाउँछ सबैभन्दा बेस्ट कुरा भने चाहिँ त्यो हो क्या त्यही भएर चाहिँ आफ्नो सिप भनेको एउटा एज के भन्छ पार्ट टाइम जब जस्तो भयो क्या घर बसेर गर्ने खालको काम भयो नि त जे जाने भने त्यो हो क्या फर इक्जाम्पलको लागि हैन अब अहिले दाइहरुको ठाउँमा भाउजूहरु चाहिँ स्पोन्सरमा आएर दाइहरु चाहिँ डिपेन्डेन्टमा भएको हैन कति काम गर्ने होला दाइ केटीले काम गर्छ केटाले अझै बढी गर्न सक्छ सायद यसैमा अब यहाँ हामीले गर्न पाएको भए अहिले जति भनौँ न आउँदाको पैसा लागेको रिन्सिन आसम्म भ्याइन्थ्यो होला हामीले एक्लै कमाएर भ्याउँथ्यौँ कि अब तर त्यो गर्न पाउँदैन पैसाकै कुरा गर्ने हो भने चाहिँ पैसा चाहिँ राम्रै छ है दाइ जे भयो नेपालमा अब भन्दा चाहिँ राम्रै छ है पैसा चाहिँ अब यो कुरामा चाहिँ होला अब तपाईको अब कस्तो अब तपाईको सपोज तपाईले भाउजूले फिक्स काम पाइरहनु भएको छैन अथवा भाउजूले अब तपाईको फिक्स काम पाउनु भयो भने त एकजनाको कमाइ ओभरअल कमाउन राम्रो कमाइन्छ खर्च बढी खर्च बढी तर दुईजनाले फुल टाइम काम गर्नुभयो भने त एकजनाको कमाइले रेन्ट तिर्ने खाने बस्ने गर्यो भने घुम्ने गर्यो भने सिंगल कमाइ सेभ हुन्छ नि त हैन सिंगललाई एकदम गाह्रो हुन्छ है सिंगल कमाइ गर्न एकदम सिंगललाई चाहिँ अलिक पैसा टिकाउन गाह्रो छ मै सिंगल हो हैन त्यही भएर कमाएको यस्तो नि त सिंगललाई कस्तो म यस्तो भन्नु खोजेँ भाइ तिमी सिंगल छौ सिंगल कमाऊ इनफ छ भाइ हैन तर सिंगल छ बुढीसँग आइरहेको छ भने बहुत गाह्रो हुन्छ कमाइ सिंगल एउटा सर्टेन त्यो एउटा प्रब्लम भन्दा नि हुन्छ त दाइको त के भयो हैन दाइको भर्खर बेबी भएको छ बेबी कति भयो दाइ 3 महिना भयो 3 महिना कम्प्लिट भयो बाबु 4 महिना भयो त्यही भएर चाहिँ अहिले भाउजूले काम गर्न पाइरहनु भएको छैन त्यही भएर दाइले मात्र काम गराउँछ त्यही भएर दाइले त्यही आउने कुरा गर्न खोज्छ हैन हो के रियल कुरा सिंगल बुढलाई काम गराउँदैन आफूले मात्रै गर्छु भन्ने तरिकाले मेन्टालिटी आउनै हुँदैन के त्यो त हो दुईजनाले काम गर्नु अनि चाहिँ अब यही कुरामा मैले यो बीचमा यो काण्ड साण्ड आइरहेको यो पनि मैले जोड दिन खोजेँ है जोड्नुपर्छ ठ्याक्क दिमागमा जोड्ने अब जस्तै हामी कसरी आइयो भन्छौ भने अब मेरो एकदम ठ्याक कहानी सुनाउँछ है हामी अब तिमीले को मार्फत आएको हामी सबै एउटै व्यक्ति मार्फत आएको हैन अब उसको नाम पनि नले उसलाई पैसा बुझाएपछि 6 महिना गायब भइदियो हैन अनि 6 महिनापछि मेरो झ्यापझुप भयो फेरि हामी 3 जनाको सँगै अब तिम्रो भयो त्यसपछि हामी दुईटाको सँगै भयो हैन यहाँ यो भेटियो अनि सँगै भयो यता यहाँहरुले गर्दिनु भयो छिटछिट गइहाल्यो आउँदै हुनुहुन्छ भने चाहिँ पैसाको मामलामा एकदम म लगानी गरेर मात्रै जान्छु भनेर हैन कि यस्तो विश्वासिलो मान्छे खोज्नुस् अनि मात्रै आउनुस् अहिले एकदम युकेमा धेरै काण्डहरु भइरहेको छ धेरै पैसा कति करोडौं खायो भयो तिनीहरु कति जनाको मान्छे भयो हैन तिनीहरुको त अब त्यो यतै हाम्रो नजिकै अब त्यो बिचारा त्यो अर्को त्यो एकजना पछि त्यो अर्को छोरो मान्छेको जुन उसमा न्यूजमा आइरहेको थियो नि त्यो छोरो मान्छे बिचारा उले ल्याएर यहाँ त्यो उता त नेपालमा त त्यो अर्को पनि ठग भनेर बुझ्या नाम नलिगम है त्यो जुन छोरो मान्छे देखाइया छ नि त्यो छोरो मान्छेले आफैले काम नपारे यहाँ बिजोग छ उसलाई के रुममा ल्याए अरे है मैले बुझे अनुसार अझै भनौँ न यताउता त्यहाँ भएर उसले चाहिँ कुरा गरे अनुसार उनीहरूले यसो लेडिजमा कुरा हुँदाखेरि उनले शुद्ध बिचारा राम्ररी काम पाएन र उनी ठग भनेर गर्ने खानु उता मैले सुने अनुसार चाहिँ उसको ब्याङ्कको थ्रु चाहिँ ट्रान्जेक्सनहरु भएको थियो के जुन ढुङ्गाना भन्ने केटी छ नि ढुङ्गाना हैन न ढुङ्गाना भन्ने केटीले चाहिँ मैले नाम नभनौ भन्दै ढुङ्गाना त्यहाँ मान्छेहरु देखिन्छ त्यो ढुङ्गानाको भिनाज हो त्यो छोरो मान्छे है उनले चाहिँ त्यहाँ ल्याएको र उनले अहिलेसम्म काम पाइराखेन के अब बिस्तारै सकाउनु पर्छ कति बेर
लगभग मोर देन हाफ आवर भइसक्यो होइन अनि अब सक्नुपर्ने कुराहरू चाहिँ त्यही हो। अब नेपालबाट तपाईँहरू आउँदै हुनुहुन्छ भने चाहिँ अब अलिकति बुझेर आउनु मेन कुरा चाहिँ एकदमै के लाइक तपाईँले जुन कामको लागि आउनुहुन्छ त्यसको लागि सुरुमा आइडिया लिनु होइन सुरुमा आइडिया लिनुपर्छ। अनि अब एजेन्टहरू खोज्दाखेरि उनीहरूले कस्ट लेटर दिन्छ कस्ट लेटर चाहिँ अलिकति जेन्युन हो कि होइन भनेर युकेको साइटमा हेर्न मिल्छ युकेको साइटबाट हेर्नु कम्पनी जेन्युन हो कि होइन कम्पनी हाउसबाट सबै हेर्न मिल्छ। त्यो सब कुराहरू हेरेर मात्रै डिसिजन गर्नु होइन किनभने कति मान्छेहरू चाहिँ यहाँ युके वर्किङ भिजामा आउने अनि आएपछि उनीहरूलाई कामै दिइरहेको छैन क्या दाइ जति कन्ट्र्याक्ट भनेर आउँछ कन्ट्र्याक्ट अनुसार उनीहरूलाई कामै दिइरहेको हुँदैन क्या। अब यही कुरामा मैले थपेँ यहाँ चाहिँ बिजनेस खोले अनि त्यो बिजनेसलाई चाहिँ मान्छे ल्याए अब भनौँ न त्यही नै बिजनेस बनाइदिरहेको क्या दाइ बिजनेस मान्छे लिएर आउने बिजनेस बिजनेस चल्दैन अनि यहाँनिर मान्छे हाम्रै यहीँ ओलतिर पोलतिर त्यहाँ टाउनतिर अब देखिरहेको अभिगत सानो बिजनेसमा धेरै वर्क के अरे वर्क पर्मिट धेरै ल्याउँदाखेरि चाहिँ उनीहरूले अफोर्ड गर्न सक्दैन नसकिसकेपछि के हुन्छ त अन्त आउन 5 वर्ष भनेर आउँछ अब नसकेपछि के गर्नु जानुस् आफ्नो बाटो गर्नुस् भन्नै पर्यो अन्त खोज्नु पर्ने। नेपालबाट त्यत्रो पैसा इन्भेस्ट गरेर आएको हुन्छ सब पैसा डुब्यो सबैजना त्यस्तो चाहिँ छैन तर यहाँ चाहिँ युके यदि आउँदै हुनुहुन्छ भने एक भन्छन् नि त्यो चाल्नुले के लाएर फेरि फिल्टर गरेर मात्रै आउनु होला बहुत डेन्जर छ धेरै नै सोच्नुपर्छ धेरै सोचेर एकदमै भरपर्दो मान्छेसँग मात्र कारोबार गरेर आउनु। अब हामी आउँदाखेरि पनि के हो कसो केही पनि थाहा थिएन पहिलो चाहिँ अब भनौँ न विदेशै नजानी भनेर बसिया मान्छे हो अब गर्दा गर्दै भएन र यहाँसम्म आइयो है। अब एक त अहिले पनि म एउटा कुरा के भन्छु भने मलाई 1 सेकेन्ड बस्ने मन छैन 1 सेकेन्ड बस्ने मन छैन मलाई घरै फर्किन मन छ तर बाध्यता आफ्नो जिम्मेवारीले बाँधेको भएर चाहिँ यहाँ सर्टेन टाइम चाहिँ बिताउनै पर्ने हुन्छ त्यो त बिताउनै पर्छ। भोलि बिहान अब छोराछोरीको भविष्य हेरेर त्यो चाहिँ बाध्यताले चाहिँ हामी चाहिँ यहाँ बस्नै पर्ने हुन्छ होइन। तर एउटा भनौँ न अब हामीले कहिले काहीँ गफ गर्दाखेरि हुन्छ यति लट्री पर्ने यति करोड हुने अलिकति पैसा हुने नि हिँड्दिने हो कि बस्ने मन छैन होइन। तर अब बस्ने मन छैन भन्दैमा जुरुक्कै उठेर हिँड्ने भएन सागरले नेपालबाट फोन गर्छन् ऋण तिर्नु पर्यो ब्याङ्कमा ऋण तिर्नु छ होइन। अब यस्तो हो जान मन लाग्छ तर उताको स्थिति नेपालको स्थिति त्यसपछि गएर नेपालको आफ्नो व्यवहारहरू सबै सम्झिँदाखेरि चाहिँ बस अलि समय बस भन्छ मनले होइन तर बस्यो अब हेरौँ कहिलेसम्म पुगिन्छ कहाँसम्म पुगिन्छ होइन। अब यही आउने वर्ष भनौँ न 2025 को दसैँमा जाने भन्ने मैले लगभग मेन्टालिटी बनाइसकेको थिएँ पछिल्लो समयको अब त्यो सोचे अनुसारको सबै चाहिँ माहौल नमिलिदिँदाखेरि जान आउँदा पनि थुप्रै खर्च छ नि टिकटकै पर्छ दाइ 1000 एभरेज भनौँ न एकजनाको पर्छ अनि अब 1000 भनेको लगभग 2 लाख हो 2 लाख हो अस्ट्रेलियामा झन् झन् महँगो पर्छ 11-12 थुप्रो नेपाली जाने हुन्छ हैन 1.5 लाख नै पर्यो टिकटलाई मात्रै के दाइ टिकटलाई मात्रै जानु त्यति पर्यो 1.5 लाख मात्रै तपाईको 1.5 लाख जस्तो भयो भने त युरोपमा त हाल 1 हप्तासम्म बस्न होटल घुम्नेको सब कुरा गरेर इनफ हुन्छ के दाइ। अनि नेपाल गए जस्तो युरोप गएर मजा चाहिँ आउँदैन आफ्नो कन्ट्री आफ्नो प्रायोरिटी डिफरेन्ट भयो। अहिले तिमी एक्लै छौ हैन भोलि बिहान तिमीले बिहे गरिसकेपछि तिम्रो बालबच्चा नेपाल अनि तिमी यहाँ आऊ त यस्तो मन सधैँभरि उतै कुदिरहेको हुन्छ क्या तिम्रो शरीर चाहिँ यहाँ हुन्छ मन मस्तिष्क सबै उतै कुदिरहेको हुन्छ अनि त्यो कुरा यिनले पनि अब यहीँ आएर बच्चा भयो अब यहीँ सबै त्यो कुरा यिनले पनि अनुभव गर्न पाएनन् जसले चाहिँ नेपालमा बच्चा छोडेर आएको छ। अनि त्यसमाथि चाहिँ अब मेरो घर कहिले पनि एक्लै हुँदैन भन्ने सोच्थेँ क्या भाइ मैले। अहिले हाम्रो घर मेरो 2टा छोरी मेरी बहिनी र बुढा बा मात्रै हुनुहुन्छ भने मैले कहिले जिन्दगीमा मेरो घर एक्लो हुँदैन हुन्छ भन्ने मैले कल्पना पनि गरेँ। मैले यसमा कुरा काटेँ कस्तो भन्दाखेरि मैले पनि होइन म विदेश जान्न भन्ने थिएँ होइन भाइको र मेरो सल्लाहको थियो भाइ अब गइसक्यो पहिले सेटल भएपछि विदेशतिर अब पढ्ने चक्करमा गयो अरे यताउता विदेश भयो होइन। हाम्रो के थियो भन्दा म नेपाली छु नेपालमै ठिक छ नेपालमै गरिरहेको छु बिजनेस भनेर म गरिरहेको मान्छे हो क्या भाइ। अहिले के छ भन्दा भाइ एउटा कन्ट्रीमा छ म यहाँ छु भाइको भर्खर बिहा भाइले पनि आफ्नो वाइफले मात्रै उठ्छ सेटल हुन्छ उतै म पनि यता हुन्छु घरमा को त आखिरमा घरमा को बस्ने बाबुमा मात्रै सबैको स्थिति नै सबैको स्थिति हरेक फ्यामिलीमा न यो कन्ट्रीमा ल्याउँछु भने ल्याउन मिल्छ नि त मिल्दैन न ल्याउन मिल्छ सबैको लागि होइन न आफू गएर बस्न मिल्छ कि आफू बाध्यताले गर्दा बस्न मिल्दैन बाध्यताले गर्दा बाबामा ल्याउनु अस्ति एउटा टिकटक त्यो बुटोलमा त्यो राजा आऊ देश बचाउवाला टिकटक एउटाले खिचेर राखेर रहेछ एउटाको
भाइ दाइको हो हैन त्यसमा भाषण अगाडि भइरहेको थियो पछाडि हेर्ने 40+ को मान्छे मात्रै छ के भने उसले त्यसमा त्यही कुरा पनि गरिराख हैन त्यहाँ कलिलो उमेरको अनुहारै देखिँदैन के योहरू सबैले देश छोडिसक्यो त कति विडम्बना खायो अहिले चाहिँ नर्मल्ली 14 वर्षकै मान्छेले बच्चाले चाहिँ एसएलसी दिन्छ 14-15 एसएलसी दिन्छ अनि त्यसपछि गएर +2 त्यतिखेर भ्याउँछ +2 भइसकेपछि त बच्चा सबको देखेको हुन्छ 18 वर्षभन्दा अगाडि विदेश आएको हुन्छ क्या भाइ +2 गरेको 18 वर्षभन्दा अगाडि विदेश आएको हुन्छ त्यहाँ को छ त आखिरमा ल भन न उसले भएर कोही बच्चा यहाँ आइसक्यो कोहीको बा आमाले त बच्चा जन्माएकै पनि हुनसक्यो त्यस्तो छ क्या अहिलेको स्थिति हेर न अरू कोही पनि छैन नर्मल्ली हल्का एसएलसी दिएपछि त बच्चा बच्ची बस्दैन भने ढुक्क भयो हुन्छ अबको जेनेरेसनले त्यसको हालत त्यसो छ त्यसको कुरा गरे भने त पीडा हुन्छ हैन मेरो उसमा केसमा अब अर्को वर्ष छोरीहरू ल्याउने कि नल्याउने भन्न म कन्फ्युज भइरहेको छु के छोरीहरू ल्याम बा आमा एक्लै हुनुहुन्छ नल्याम भोलि बिहान तिनीहरूकै लागि भन्ने यहाँ कुदेर आइयो त्यो दुःख गरेर हैन अब भोलि बिहान उमेर भइसकेपछि तिनीहरूलाई ल्याउन गाह्रो छ यस्तो परिबन्धमा परिन्छ नि विदेश आएपछि सोचेरै गर्नुपर्छ जे गरे पनि धेरै चिजहरू धेरै कदमहरू चाहिँ एकदम चाली एकदम विचार गरेर चाहिँ राख्नुपर्ने अवस्था आउँदो रहेछ कि कतिपय ठाउँमा स्टेप अगाडि चालिसकेपछि नि ब्याक आउनु पर्ने अवस्था आइरहेको छ त्यस्तो हो नि अब यो भिडियो धेरै लामो भइस लाग्यो लगभग 40-45 मिनट गर्दा होला हैन 40-45 मिनट भइसक्यो अब त्यही हो अब नेपालबाट जसले नि अब अप्लाईहरु गरिरहनु भएको छ अब उहाँहरुलाई सबैलाई गुड लक अनि स्टुडेन्टहरुलाई चाहिँ अलिकति प्रिपेयर भएर आउनु हैन म मेन चाहिँ त्यही भन्छु स्टुडेन्ट अब म्याक्सिमम स्टुडेन्ट आइरहेको हुन्छ हैन अब वर्किङमा आउनेको लागि त काम फिक्स हुन्छ जे भए पनि काम फिक्स हुन्छ त्यति साह्रो गाह्रो हुँदैन गाह्रो भनेको सुरुमा रुम खोज्न होला दाइ हैन अनि अलिकति लाइक यहाँको माहौल बुझ्न होला र स्टुडेन्टलाई चाहिँ अलिकति गाह्रै हुन्छ ब्याचलर्सलाई आउने स्पेसली ब्याचलर्समा आउनेहरूलाई 3 वर्षको कोर्स हुन्छ हैन 1 वर्षकै फी तिरेर आयो भने 2 वर्षको जम्मा गर्नुपर्छ एकदमै गाह्रो छ ब्याचलर्सलाई आउनेहरूलाई चाहिँ म चाहिँ अब सिधै ब्याचलर्सलाई आउने भने त नआउनु भनिदिन्छु कि सिधै के तर मास्टर्सको लागि आउने हो भने चाहिँ 1 वर्षको फी तिरेर आउने अनि अहिले त्यो डिपेन्डेन्टहरु के छ म थाहा छैन मलाई अपडेट भएको छैन तर मास्टर्सको लागि सकेसम्म चाहिँ डिपेन्डेन्ट लिएर आउने त्यो भने चाहिँ एकदम सजिलो हुन्छ अनि अर्को कुरो विदेश आएर ल यतै सेटल हुने भनेर स्टुडेन्टमा आउने मान्छेले यो 2 वर्षको मेरो आफ्नो पोइन्ट अफ भ्यू है यो 2 वर्षको पिएसडब्ल्यू दिन्छ नि यो नलिएर स्पोन्सर खोज्न लागि हुन्छ बेस्ट भनेको त्यही हो के किनभने त्यो गर्न लाग्यो ओभरअल पिएसडब्ल्यूको पिरियड गर्दैन एउटा त लास्टमा आएर बनाउनुको लागि मेरो केसमा त्यही त हो त्यो 2 वर्षमा त कमसेकम यता गन्छ मान्छेको उमेर छँदै उले कमाउँछ अनि उमेर छँदै फर्किन मन लाग्यो भने फर्किन्छ हो त्यो ठीक हो कुरा चाहिँ त्यो 2 वर्ष अलिकति लेट हुन्छ कि मेरो भनाइ चाहिँ तर आफूले पढ्दै स्पोन्सर दिने कम्पनी खोज्नु पर्यो लागि परेर 1 वर्ष भित्र चाहिँ खोजिसक्नु पर्यो आउन चाहिँ गाह्रो छ तर लागि खोज्न चाहिँ पर्यो के अलिकति एक्टिभ हुनु पर्यो आफू एक्टिभ भएपछि नपाउने नि हैन जस्तो मेरो साथीहरु कतिले पाइरहेको छ लन्डनतिर पनि अब म भन्दा मेरो बहिनीहरु चाँडै आयो अब उनीहरुको भनौं न अब 1 वर्ष पछाडी भयो काम 1 वर्ष पछाडी काम अनि म आएको 3.5 वर्ष भयो अब मेरो काउन्ट भनेको अब ल 1 वर्ष पिरियड मात्र भएको छ तिम्रो राम्रो एउटै त भयो 1 वर्ष तिम्रो पछाडीको त पुरै काउन्टै भयो अगाडि पछाडी भनौं न त्यसो अगाडिको 2 वर्ष 2.5 वर्ष भनौं न तर ठिकै छ म चाहिँ रिग्रेट गर्दिन किन आफ्नो हुन्छ हैन म चाहिँ रिग्रेट गर्दिन किन अगाडिको 2.5 वर्षमा धेरै कुराहरु सिकाए धेरै युकेको लाइफहरु धेरै सिकाए स्टुडेन्ट लाइफमा हैन त्यस रमाइलो थियो सुरु पलहरु त्यसको बारेमा चाहिँ म डिटेललीमा चाहिँ पछि भिडियो बनाउँछु अझै हैन अनि यो भिडियो धेरै लामो भइसक्यो नि त अनि त्यही होला अबको लागि चाहिँ यो आउने मान्छेहरुलाई चाहिँ फेरि पनि गुड लक दाइहरु के भन्दिनु होला लास्टमा आउने मान्छेहरुको लागि त्यही सोचेर सम्झेर कसैसँग डिपली भर नपर्ने हैन एकदम फिल्टर गरेर जसरी दाइले भन्नुभयो छानेर गरे लास्ट टाइम फेरि फिल्टर गर्ने जसरी भन्नुभयो नि त्यस्तै गरेर आउन राम्रो हुन्छ हैन यहाँ चाहिँ दुःख पाउने तरिकाले चाहिँ नआउ कोही पनि हैन किन आउने भनेको आफ्नै दाजुभाइ हो हैन आफ्नो देश अनि अब यो विदेश जाने चक्करमा आफ्नै मान्छेबाट पनि म धेरै चाहिँ चपेटामा परेको हुँदा अब यो भिडियो हेर्ने यदि ती व्यक्तिहरुसँग पुग्यो भने उहाँहरुलाई पनि थाहा होला हैन आफ्नै व्यक्तिले रोमलेर खाइदिन्छ हैन मेरो काका छ भान्जा छ भतिजो छ मेरो दाइ अंकल आन्टी भनेर चाहिँ विदेशको केसमा चाहिँ भर्ना गर्नु होला हैन अनि सकभर चाहिँ नआउनु होला देशमै गर्नु होला केही न केही कतै न कतैबाट चाहिँ हुन्छ अरु चाहिँ भन्नु नआउनु होला भनेर डिमोटिभेट गर्न खोजेको चाहिँ हैन डिमोटिभेट गर्न खोजे सकिन्छ भने चाहिँ नेपालमा गरेको बेटर
सकिँदैन भने चाहिँ केही वर्ष यता आएर अलिअलि पैसा कमाएर फेरि ब्याक गरेर गर्दा पनि राम्रै हो तर आफ्नो मान्छेले सोच हुन्छ अब हाम्रो नेपालीको एउटा बोल्दा बोल्दै अलि लामै भयो एउटा कुरा अझै जोड्न चाहे नेपालीले हामीले चाहिँ अलिक बढी अपेक्षा राखिन्छ कि आफ्नो जीवनमा एक्सपेक्टेसन चाहिँ एकदमै लो गरेर आउनुपर्छ अलिक बढी भुइँ नेपाल हुँदाखेरि पनि जस्तै पहिला मैले माइक्रो फाइनेन्समा जब गर्थेँ 40-45 हजार कमाउँथेँ अब त्यसले नपुगेर मैले बिजनेस गरेँ होइन अझै बढी कमाउँछु अझै बढी कमाउनु चक्करमा ऋण ला त्यो ऋण तिर्नलाई विदेश आउनु पर्यो अब यहाँ आइसकेपछि यो बेला भनेको म छोरीहरूलाई होमवर्क गराउने पढाउने छोरीहरूसँग रमाउने अब बाआमालाई पानी त तारिदिने बेला यो बेलामा घरको जेठो छोरो विदेश हुँदाको पीडा कस्तो मैले आफूले अनुभव गरेको है एक त हामी तिनटै जेठा पर्यो तिनटै जेठा पर्यो त्यो पीडा कति छ ल आफैले आफ्नो ठाउँमा रेस्पोन्सिबिलिटी एकदमै धेरै हुन्छ जेठा मान्छेलाई चाहिँ त्यही हो अब यसको लागि चाहिँ आजको लागि यति नै ल थ्याङ्क यू सो मच दाइहरू बोल्दैकोमा होइन दाइहरू खासै बोल्ने मान्छे त होइन दाइ यति भने बोल्यो ल थ्याङ्क यू सो मच आजको लागि अनि बोल्दा बोल्दै केही कुराहरू तलमाथि भयो भने चाहिँ माफ गरिदिनु होला अब होला केही अब त्यो सधैँभरि मिडियामा बोल्ने मान्छे होइन उही अब नेपालको ठेट भाषामा बोलिएको छ त्यसलाई मिलाएर बुझिदिनु होला जे भित्रसम्ममा त्यही बाहिर निस्क्यो होइन त्यसपछि ट्याटा भनिन्छ हामीले होइन गुलमेली पर्यो त्यसलाई चाहिँ ठेट भाषा बोलिएको छ त्यसमा चाहिँ माइन्ड नगरिदिनु होला प्लिज सबै कुराहरू चाहिँ हाम्रो मनबाट आएको कुराहरू केही पनि बनाएर गरेको होइन नोट पनि छैन केही पनि छैन सबै मनबाट आएको कुराहरू सबै रियालिटी हो रियालिटी नै हो होइन थ्याङ्क यू सो मच फर वाचिङ भिडियो धेरै लामो नगरौँ फेरि बोरिङ हुन्छ होला ऱ्याप अप है त थ्याङ्क यू सो मच बाई बाई